चाहन्छु। परमेश्वरले जब दाउदलाई अभिषेक गरेपछि त्यहाँनिर वचनमा के लेखेको छ भन्दाखेरि नयाँ हृदय दिनुभयो, उहाँको विचार नयाँ परिवर्तन भयो भनेर भनेको छ। मलाई लाग्छ अब आउने समयमा परमेश्वरले यस्ता मानिसहरूलाई उहाँले टोटली मनहरूलाई रिन्यू गर्नुहुन्छ, परिवर्तन गर्नुहुन्छ। जब दाउदको जीवनमा अभिषेक आएपछि, परमेश्वरको एपोइन्टमेन्ट आएपछि, परमेश्वर आफैले परमेश्वरको उद्देश्य अनुसारको मन र विचारहरू परिवर्तन गर्नुभयो होइन। अनि त्यहाँदेखि उनीहरूको जीवनमा के बदलावहरू आउँदै जानेछ। बदलाव कसरी आउँछ भन्दाखेरि परमेश्वरको उद्देश्य अनुसारको बदलावहरू आउँदै जान्छ। परिवारमा बदलाव आउँदै जानेछ, परमेश्वरको उद्देश्य अनुसारको बदलाव आउँदै जानेछ। बदलाव हामीले हाम्रो तरिकाले बुझिराखेका हुन्छौँ, परमेश्वरको तरिका फरक हुन्छ। फरक तरिकाले परमेश्वरले चेन्जेसहरूलाई बदलाव गरेर ल्याउनुहुन्छ हाम्रो जीवनमा। हामीले त्यसलाई सिम्पली आत्मिक तरिकाले परमेश्वरको वचनको गहिराईको तरिकाले देख्दै जानुपर्ने हुन्छ। मलाई लाग्छ परमेश्वरले यो कामहरू गर्दै हुनुहुन्छ अहिले। त्यसकारण म तपाईँहरूको बिचमा परमेश्वरले मलाई यता आइसके पछाडि दाउदकै जीवनमा को बारेमा यहाँनिर तपाईँसँग चर्चा गर्नका लागि मलाई भन्नुभएको छ। इनफ्याक्ट मैले सेप्टेम्बर अक्टोबरबाट नै तपाईँहरूलाई जुनमा दाउदको बारेमा मैले तपाईँहरूलाई सेयर गरिराखेको छु। यहाँनिर धेरै प्रभुका जनहरूले पनि अहिले अघि हामीले वर्सिपमा पनि सुन्यौँ, कहीँ न कहीँ दाउदको प्रिन्सिपल अथवा सिद्धान्त दाउद त अहिले छैन यहाँ कोही पनि। नाम त अहिले थुप्रैले दाउद राखेका छन्, डेभिड राखेका छन्, तर त्यो जुन डेभिडको हामीले कुरा गरेका छौँ, दाउद आजभन्दा लगभग 3000 वर्ष अगाडि अलमोस्ट पृथ्वीमा आएका थिए, बितेर गए। पत्रुसले भन्छ उहाँको चिहान यहाँ छ, आफ्नो पुस्ताको सेवा गरेर बिते भनेर भन्छ। हामीले दाउदको चिहानलाई यरुसलेममा देखेका थियौँ, अहिले पनि छ। दाउदको चिहान त्यही हो, एक्ज्याक्ट चिहान नै त्यहाँनिर अहिले छ। त्यो चिहानमा तपाईँहरूले चाहना गर्नुभयो भने जान सक्नुहुन्छ। अब्राहमको चिहानहरू पनि छ अहिले, सुतेर गए। तर उनीहरूले जुन किसिमले यो पृथ्वीमा उनीहरूले सेवा गरे, आफ्नो जीवनलाई व्यतीत गरे, जुन किसिमले उनीहरूले परमेश्वरको सेवा गरे र परमेश्वरले पनि उनीहरूको जीवनलाई प्रयोग गर्ने। अनि त्यहाँभित्र चाहिँ रहस्य छ, त्यहाँभित्र चाहिँ प्रिन्सिपल छ, सिद्धान्त छ। कसरी डिसिजन गरे, कसरी उनीहरूले विचार गरे, कसरी लडाइँ गरे। अघि हामीले भर्खर लडाइँको कुरा सुन्दै थियौँ